साथीहरु म चाहिँ स्कुलदेखि फर्कदैछु अनि मैले एउटा चीज देखेँ। अब म यो टिपेर खानेवाला छु। हजुरहरुलाई मन पर्छ मन पर्दैन, मन पर्छ भने भन्नुस् ल। ढ्यान ढ्यान ऐसेलु यसरी टिप, तर काँडा हुन्छ क्या, यसरी टिप्नु पर्छ हैन। वाउ कस्तो राम्रो छ साथीहरु। ऐसेलु हेरे पनि हुन्छ, मौसम हेरे पनि हुन्छ है, कस्तो राम्रो छ। मैले ऐसेलु यति टिपे अनि अब यो म ऐसेलु यसरी खानेवाला छु। हजुरहरुलाई मन पर्छ मन पर्दैन अझै छ बोटतिर, तर आजलाई यति भयो हुन्छ। किनभने मलाई रुगा मार्गीले चिसोले लास्टै सताइरहेछ कि। यतातिर ट्याप्पै छ झन्। हेर्नु न यहाँ चाहिँ मजाले देखिँदैन, तर कस्तो ट्याप्पै छ। म भोलि पर्सि पनि खानुपर्छ नि त। अनि रुगा मार्गीले चिसोले लास्टै सताएको छ, तर पनि खाइदिनु, जति बार्दा पनि हुँदैन हैन। मिठो। कोहीले ऐसेलु खानु भएको छ छैन कमेन्ट गर्नुहोस् ल। यहाँ त झन् ऐसेलुको बोटे मात्र छ, यति धेरै फलिरहेछ। आजलाई डोज पुग्यो, धेर खानु पनि हुँदैन भएर फेरि रुगा मार्गीले झन् साह्रो बनाउँछ क्या। ल भिडियो हेरेर साथ दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद। बाइ बाइ।